शीर्षक घृणाबाट फुलेको माया। कथा घाटमा भेटिएको श्रद्धा। एक सन्ध्या। आकाश न त उज्यालो न त अन्धकार बीचको छायामा डुबेको थियो। सरिता र शिव गाउँको पश्चिमी किनारको बागमती घाटतिर लागे। उनीहरू कहिलेकाहीँ त्यहाँ जान्थे, कुनै खास कारण बिना। शिवले त्यहाँ बसेर बाँसुरी बजाउँथे। सरिता आँखा बन्द गरेर शब्द बिनाको कथा सुन्दै थिइन्। तर आजको साँझ फरक थियो। घाटको एउटा कुनामा एउटी वृद्धा महिला चुपचाप बसेकी थिइन्। पाउमा चोट, निधारमा टाटो, हातमा थर्किने थाल। शिवले दौडिएर सहयोग गरे। सरिताले तातो पानी मगाइन्। त्यो महिलाको नाम थियो श्रद्धा। 75 वर्षकी थिइन्। तर आँखामा त्यस्तो चमक थियो जस्तो अझै पनि कुनै अधुरो सपना बाँकी भएझै। श्रद्धाले चिया पिएपछि सोधिन्, तिमीहरू प्रेम गर्छौ? शिव र सरिता एक अर्कालाई हेरे। उत्तर बिना नै श्रद्धाले मुस्कुराउँदै भनिन्, म पनि गर्थे। म पनि ब्राह्मण थिएँ। मेरो मन बसेको थियो एकजना कामी केटामा। हामी भाग्यौं। समाजले धिक्कार्यो। तर हामीले एक अर्कालाई कहिले न अस्वीकार गर्यौं। शिव चुपचाप सुनिरहे। सरिता भित्रभित्रै स्तब्ध थिइन्। श्रद्धाले एक मुस्कान दिएर थपिन्, हाम्रो माया लामो चलेन। ऊ सँगै बितेन। तर म पश्चाताप छैन। मैले थर नभए पनि साँचो प्रेम पाएको थिएँ। श्रद्धाले आफ्नो कापी झिकिन्। एक पुरानो नोटबुक जसमा कविताहरू भरिएका थिए, सबै माया र जातको टकरावको विषयमा। यो लिऊ। मलाई थाहा छ तिमीहरू मेरो अधुरो कथाको बाँकी हो। शिवले त्यो कापी हातमा लिँदा श्रद्धाको आँखामा आँसु आयो, तर त्यो आँसु दुःखको थिएन। उनीहरूले उनलाई सम्झेका थिए। उनीहरूले समाजलाई फेरि चुनौती दिएका थिए। घाटबाट फर्किँदा शिवले चुपचाप त्यो कापी खोले। पहिलो पानामा लेखिएको थियो, म मरे पनि के हुन्छ? मेरो प्रेम त जातको भित्ताभित्र मर्दैन। सरिता अब विद्यालयमा प्रिय मात्र होइन, प्रभावशाली पनि बनिसकेकी थिइन्। विद्यार्थीहरू उनलाई सरिता म्याम नभनी सरिता दिदी भनेर सम्बोधन गर्न थालेका थिए। उनी गाउँको पहिलो युवती थिइन् जसले जात र प्रेमको कुरा खुला रूपमा बोलिन्। तर यिनै कुराले केही अभिभावकहरूलाई असह्य भयो। एक बिहान विद्यालयको मुख्य गेट बाहिर केही अभिभावकहरू जम्मा भएका थिए। हामीका छोराछोरीलाई जात मिच्न सिकाउन भनेर पठाएका हौ त। शिक्षकले त आदर्श देखाउने हो, तर यिनी त आफै जातपात मेटाउने नाममा कुल बिगार्दैछिन्। विद्यालय व्यवस्थापन समितिको आकस्मिक बैठक बोलाइयो। सञ्चालक र सदस्यहरूबीच बहस चर्कियो। प्रधानाध्यापक अम्बिका प्रसाद उठे। उनी वरिष्ठ थिए तर एकदमै परम्परावादी। हामी शिक्षकहरू राजनीतिक वा सामाजिक परिवर्तनकारी होइनौं। हाम्रो काम पाठ्यक्रम पढाउने हो, जातीय विद्रोह होइन। सरितालाई अर्को दिन बिहान बोलाइयो। उनी चुपचाप स्टाफ रुम छिर्दा सङ्घीय जस्तो मौनता थियो। अम्बिका सरले औपचारिक रूपमा भने, तपाईले सामाजिक सन्देश दिनुभन्दा बढी व्यक्तिगत विचार थोपर्नुभयो। अभिभावकहरूले गुनासो गरेका छन्। अबदेखि तपाईलाई जातीय विषयमा बोलेको पाइएमा अनुशासनात्मक कारवाही हुनेछ। सरिता केही बोलेनन्, तर उनको अनुहारमा आक्रोश र विवेकको मिश्रण देखिन्थ्यो। बाहिर निस्कदै गर्दा उनले फेरि त्यो सानो नानी अन्जुलाई देखे, जो पहिला दलित भएर स्कुलमा कोहीसँग बस्न डराउँथी। आज अन्जुले हात हल्लाउँदै भनिन्, सरिता दिदी, मैले हिजो त्यही चित्र फेरि बनाएकी। शिवले यो खबर थाहा पाए। उनले गहिरो स्वरमा भने, शिक्षा केवल किताबको कुरा होइन। तिमी त पाठशालामा विद्रोह पढाउँदै थियौ। त्यही रात सरिताले कापी खोली श्रद्धाको कविताबाट एक लाइन लेखिन्, यदि समाज शिक्षित भए पनि चेतनाहीन छ भने हामी शिक्षक होइन। हामी त केवल आवाजहरू सुताउने नाटकका पात्र हौं। धन्यवाद। अर्को भागको लागि प्रतीक्षा गर्नुहोला।